नमस्ते सेवारो सबैजनालाई वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी मेरो बोजू सासूको चाहिँ 45 दिनेको मा चाहिँ हामीले सबैजना नाता नातिनी सबैजना मिलेर चाहिँ के रे खीर बाड्ने अनि त्यहाँका वृद्ध आमाबाहरूलाई चाहिँ लुगा फाटा बाड्ने भनेर सानो प्रोग्राम गरेको छौँ। तपाईले डिटेल रूपमा हेर्न सक्नुहुन्छ। यही सामानहरू रेडी गरेको हो हामीले। अब त्यहाँनिर वृद्ध आमा बाउहरूलाई हैन दिने सामग्रीहरू यो भयो। अब खीर चाहिँ उता पकाउन लागेका छौं। ला किचनमा पो थियो होला, त्यो त आयो कि निकालेको थिए मैले। ए आयो त्यसन उही टपको होला। ए आयो ल किताब चल्नु त। ल हामी गयौँ है सबैजना। आज चाहिँ आएन होला के अब चाहिँ हामी लागेको कहाँ हिँडेको बाबा? आज हाम्रो चाहिँ दिमागको लागि हामी चाहिँ वृद्धाश्रममा दिमागको नाममा हामी केही खुवाउनुको लागि गइरहेको छौँ। त्यस्तो केही पनि छैन धेरै त, तर पनि यसो ल ओके। दुईजना हामी चाहिँ तीनजना चाहिँ यहाँ जाने फेरि भयो। ल बाई बस्दैन म समात्छु। ए हो बाई अन्त गुड हुन्छ। एक सरो बान्दा हुन्छ होला। नानीले लडिहाल्नु थाम्छ नि। बाई गर्न लड जान्छ नानी भन्नु। दिमागको 45 दिनेमा चाहिँ हामी के गर्नु चाहनु आँट्यो भने भन्नु त। के बार्नु पर्ने सबैजना हामी के अरे छोरा छोरी नाता नातिनी सबै मिलेर होइन त दिमागको नाममा कलेक्सन नातिनीको चाहिँ दिमागको नाममा वृद्धाश्रममा चाहिँ त्यहाँका बुढापाकाहरूलाई खीर अनि त्यहाँदेखि रोटीहरू अनि त्यस्तै फलफुलहरू प्रसादहरू अनि थोरै कपडाहरू चाहिँ बाँड्नलाई चाहिँ हामी रेडी भएर जाँदैछौँ। त्यतिखेर किन हुँदैन लिएर अङ्कल नै फेरि जानुपर्ने भयो तल सिटीमा। ल अङ्कल हो हामी चाहिँ अहिले चाहिँ वृद्धाश्रमको प्राङ्गणमा आइसकेको छौँ। यहाँनिर देख्नुहुन्छ वृद्ध आमा बाबाहरू बसिराख्नु भएको छ हजुर। अनि सामानहरू के भयो भन्नुभएको। ल ए त्यो ब्याग चाहिँ होइन उताको मामा, त्यो ब्याग चाहिँ उताको होइन है। मेरो सामानहरू छ है त्यहाँ चाहिँ, नानीहरूको लुगाहरू छ है त्यहाँ। लु जाउँ उता। हो होइन हुन्छ बस्छन् त्यतै बस्छ। हुन्छ।
नमस्ते गर बेबी सेवा र गर बस्दिनु होला जो चिज आइपुगेको छ हामीसँग त्यो चिजको कुरा अहिले हामी सल्लाह भएर हजुरहरूसँग दर्शाउनु छ र त्यो भित्र पक्कै पनि हामी खाने चिज छैन हामीले खाने चिज चाहिँ छ भन्ने अर्थ चाहिँ आइसकेको छ को बसेर खाने यो कुरा कुरा सुन्नु बाँकी छ भनेर अघि तामाङजीले भनेकै हो र अब भन्ने पक्षमा छ तपाईँहरू तर्क्याल भएर काम तिखो गरेर सुनिदिनु होला अब खाने पिने आज भजन आउँदैछ अमेरिकाबाट बुझ्नुभयो भजन चाहिँ अमेरिकाबाट आएको आज बाँडेको चाहिँ बाँड्ने चिजहरू चाहिँ हजुरहरूले कुनैले खानु नसक्ने चिज छैनन् हजुरहरूले सबैले खानु सक्ने चिज छ र आनन्द लिएर खाइदिनुमा हजुरहरूलाई भन्दछु म र यो खर्च गरेर अमेरिकाबाट आए त्यत्रो खर्च गरेर बनाएर वृद्धाश्रम इन्काले खोलेको वृद्धाश्रममा बाँड्दाखेरि चाहिँ एउटा घरमा एउटा बाबुआमाको मोडा देख्नु पाउँदा पनि आफ्नै आमाबाबुको मोडा देखेको भन्ने कारणले उहाँहरूले यहाँ र उहाँ चाहिँ छोरी हो उहाँ चाहिँ अमेरिकाबाट खर्च पर्छ निकाले र चाहिँ जेठी छोरी उहाँहरू जेठी छोरीमा यहाँ पनि नाता नातिनी छन् उहाँहरूले वितरण गर्ने अब सुरुवात हुनु लागेको छ र हाम्रो दाजुभाइ दिदीबहिनीहरूले आनन्द गरेर सुनिदिनु होला यी खाने चिजमा चाहिँ कुनै पहिचान त्यो के लागेको जस्तो होइन यो चाहिँ सबैले सरल खानु सक्ने चिज आएको छ हजुरहरूले लिनु सक्नुहुन्छ र कति राम्री हौ कति राम्री लु सेवा र गर्नु न सबैजना कुरा यहाँ सल्लाह पनि हुँदा हुँदै उताको कुरा काटिँदै फेरि हजुरहरूलाई जोडजाड त्यही कुराबाट जोडेर ल्याए हजुरहरू सबैजना यहाँ खाजा नस्ता हजुरहरूलाई जे भए पनि खाना बाँड्ने कुरा छन् ती बाँडेपछि हजुरहरू जुरुक्क उठेर नचाइदिनु होला तपाईँहरू जुरुक्क उठेर गयो भने त के हुन्छ अब भाग्दाखेरि पुच्छा चिम्लुङ्गा हुन्छ भने जस्तै यहाँ अर्को बस्तर आउँदैछ ती बस्तर चाहिँ हजुरहरूको छुट्ने हुन्छ पानी दिँदै गर्दा र तपाईँहरूले खाने भात लिनु होला त्यसको पछाडि हजुरहरूलाई एउटा बस्तर पनि बाँड्ने रकम रहेछ र त्यो बस्तर पनि दिँदैछ र तपाईँहरू ए मेरो भात अगाडि आइहाल्यो यो कुम्लो पार्छु म चलिहाल्छु भने बस्तर चाहिँ पाउनुहुन्न ल ल दुई शब्द नातिनीले बुहारीले बोल्नुहुन्छ दाजुभाइ सुन्नु होला उहाँ चाहिँ बुहारी नातिनी बुहारी खबरकै उहाँले दुईटा कुरा हजुरहरूलाई दर्शाउने छ एकदम इमानदार सुनिदिनु अनि मेरो नाम चाहिँ रेणुका लिम्बू अनि आज
चाहिँ हामीले यहाँ बाँड्ने सानो प्रोग्राम राखेको छौँ होइन। अन्तिमसम्म साथ दिनु होला, नमिठो भए पनि मिठो मानेर खाइदिनु होला। धन्यवाद। नानीहरू कुन क्याम्पबाट जाने? बेलाङ्गे 2 पहिला चाहिँ 1 थियो, अहिले चाहिँ 2। के थरी राई लु मामाले पस्किनु भयो भने तपाईँले बाँड्नु न त। यहाँ चाहिँ बाँड्ने प्रोग्राम भइरहेछ। सबैजना नाता नातिनीहरूको हातबाट फन्ड कलेक्सन गरेर होइन, अनि त्यो चाहिँ बाँड्ने कार्यक्रम गरिरहेको छु। अघि मैले भन्दाखेरि चाहिँ म डिस्ट्र्याक्ट भएर राम्रै भएन अरे क्या। मैले के अर्कै तरिकाले भन्नु आँटिरहेको थिएँ, बिचमा फेरि अर्कै तरिकाले भन्नु लाउनु भयो कि मैले शब्द जोड्न। धन्यवाद। हुन्छ कति राम्रो हो याङ्कुरानी नाममा त, कति राम्रो हो। लाइभ चाहिँ गर्न सकिएन। अनि के अरे उयो चाहिँ अनि के गर्ने लट्टाफाटा पुगेन भने के गर्नु? लट्टाफाटा पुगेन भने पुग्छ। गणितको 30 पर्छ। हजुर यस्तो गरेर उयो टेबलमा राख्नु कि दामी हुन्छ। आमा तपाईँलाई हजुर रोटी र जुलाकी चाहिँ खानुहुन्छ? यसलाई यस्तो स्ट्यान्ड चाहिँ हतारमा ल्याउनु बिर्सेको हो। के सरी भन्थ्यो? सामसुवाङ राई। बिबामाया सामसुवाङ राई। जम्मा टोटल यहाँनिर आमाहरू चाहिँ 40 देखि 45 को हाराहारीमा र अनि बाबाहरू चाहिँ 50 देखि 60 जनाको हाराहारीमा हुनुहुँदो रहेछ। जम्मा 100 जनाको जमघाट यहाँनिर उहाँहरूको रहेछ होइन। अनि यहाँनिर बसिराख्नु छ, सबैजनाले भोजन लिइराख्नु भएको छ अहिले। अब यस पछाडि चाहिँ हाम्रो प्रोग्राम रहनेछ के अरे लुगाफाटा वितरण होइन। उहाँ हाम्रो बिमा माया सामसुवाङ राई यानि कि मेरो बोजू सासू को चाहिँ नाममा प्रोग्राम गर्न लागिरहेको छौँ होइन।
अन्तिम चरणमा उहाँहरूले सबैजनाले लिइसक्नु भएको छ कसैले खाँदै हुनुहुन्छ होइन लु अब तपाईहरु पनि खानुहोस् You